विजयादशमीको पावन अवसरमा यहाँहरू सम्पूर्णलाई विजयादशमी 2082 बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना। आदरणीय दर्शकवृन्दहरू, नवदुर्गा अन्तर्गत भोलि कालरात्रि भगवतीको पूजा। माता कालरात्रिको पूजामा कुन कुन सामग्री चाहिन्छन्, कसरी हामीले पूजा गर्न सकिन्छ र कुष्माण्ड बलि, नरिवल बलि दिएर माता भगवतीको पूजा अर्चना गर्ने गरिन्छ। हामीले बिहान फुलपाती भित्राइसकेपछि भगवतीको विशेष पूजा गर्नुपर्दछ। यदि बिहानमा सम्भव भएन अथवा बिहानमा यहाँ गर्नुहुन्न, तन्त्र साधना गर्नुहुन्छ, भगवतीको म रात्रिमै पूजा गर्छु भन्नुहुन्छ भने पनि रात्रिको समयमा कालरात्रिको पूजालाई विशेष अझ महत्त्वका साथ हेरिएको छ। त्यसैले भगवतीको पूजा रात्रिको समयमा पनि यहाँहरूले गर्न सक्नुहुनेछ। कालरात्रि भगवती नवदुर्गाको 7औं स्वरूपको रूपमा विराजमान हुनुहुन्छ भने उहाँको स्वरूप अत्यन्त कालो, भयङ्कर, डरलाग्दो स्वरूप छ। माता भगवतीको मुण्डमाला धारण गर्नुभएको छ, गदा वाहनमा सवारी हुनुहुन्छ, हातमा खड्ग धारण गर्नुभएकी यस्ती स्वरूपा भगवतीलाई स्मरण गरेर हामीले पूजन गर्नुपर्दछ। अब हामीले धेरै प्रकारका तन्त्र मन्त्रहरूद्वारा हाम्रा घरमा, हाम्रा परिवारमा, हाम्रो व्यापारमा नराम्रा दोषहरू, नजर दोषहरू लागेका छन् भने पनि ती सम्पूर्ण दोषहरूलाई निवारण गर्न सक्ने, शत्रुहरूको जुन प्रकोप छ त्यो प्रकोपलाई पनि नाश गर्न सक्ने तथा विभिन्न प्रकारका रोग व्याधिहरूलाई पनि नाश गर्न सक्ने र शत्रुमाथि दमन गर्न सक्ने, विजय प्राप्त गर्न सक्ने क्षमता प्रदान गर्ने गुणले युक्त भएकी कालरात्रि भएको कारणले गर्दाखेरि माता भगवतीको पूजा गर्नाले यी सबै कुराहरू प्राप्त हुन्छन्। त्यसैले भक्तहरूको कल्याण गर्ने भएको कारणले गर्दाखेरि माता भगवतीलाई शुभङ्करी भनेर पनि यो नामले पूजा गर्ने गरिन्छ। कालरात्रिको पूजा नवदुर्गाको सप्तमी तिथिमा विशेष रूपले गरिन्छ र यस दिनमा कुबिन्डो, कुष्माण्ड बलिदान भन्छ, कुबिन्डोको बलि दिने परम्परा पनि रहँदै आएको छ र यसको विधि पनि यही पर्दछ। त्यसै कारणले गर्दाखेरि माता भगवतीको, कालरात्रि भगवतीको पूजा गर्नु पूर्व यहाँहरूले माता भगवतीलाई कालरात्रि माताको लागि बलि दिनको लागि एउटा कुबिन्डो, नरिवल, घिउको दियो, सक्नुहुन्छ भने ल्वाङको 108 दानाको माला, नीला फुलहरू, राता फुलहरू, गुड नैवेद्य, भगवतीलाई अत्यन्त प्रिय वस्तु हो गुड, यी वस्तुहरू एकत्रित गरेर चन्दन कुमकुम आदि तयारी गरेर माता भगवतीको पूजा स्थलमा बस्नु होला। यस्ता प्रकारले बिहान यहाँहरूले फुलपाती भित्राइसकेपछि माता भगवतीको विशेष रूपले आराधना गर्न सक्नुहुनेछ। अगाडि दियो बालेर दियोमा ओम दीप नारायणाय नमः भनेर यहाँहरूले फुल चढाउन सक्नुहुनेछ। फुल चढाइसकेपछि जसरी हजुरले प्रत्येक दिन नित्य पूजा गर्दै आउनुभएको छ त्यही रूपले माता भगवतीको आराधना गर्नुहोला। जे सामग्री यहाँहरूसँग उपलब्ध छन् तिनै सामग्रीको साथमा भगवतीको पूजा गरिसकेपछि विभिन्न प्रकारका वस्तुहरू भोग लगाउनुहोला। र माता भगवतीको पूजा गर्दा विशेष गरेर यदि तान्त्रिकहरू हुनुहुन्छ भने उहाँले कालो वस्त्र लगाउनुहुन्छ। यदि सात्विक हामी गृहस्थीहरूले र हामी ब्रह्मचारीहरूले रातो वस्त्र धारण गरेर कालरात्रि माता भगवतीको पूजा गर्न सकिन्छ। त्यसैले यहाँहरूले पनि सकेसम्म रातो वस्त्र धारण गरेर भगवतीको पूजा अर्चना गर्नुहोला। माता भगवतीको पूजा गर्दाखेरि यहाँहरूले सम्पूर्ण परिवारमा रहेका अशुभ शक्तिहरू, जति पनि कसैले नराम्रा प्रकारका तन्त्र मन्त्र गरेका छन् भने तथा शनि ग्रहको प्रकोप पनि माता भगवतीको कृपाले नष्ट हुने भएको कारणले गर्दाखेरि शनि आदि ग्रहका प्रकोपहरूबाट नष्ट गरेर मेरो परिवारलाई, मलाई तथा मेरो व्यापार व्यवसायलाई उत्तरोत्तर प्रगतिको दिशामा लगाइदिनु होला माता, म हजुरको शरण कमलमा छु भनेर भगवतीको प्रार्थना गर्दै यहाँहरूले पूजा गर्न सक्नुहुनेछ। पूजा समापन गरिसकेपछि हातमा फुल लिएर माता भगवतीको प्रार्थना गर्न सक्नुहुनेछ। सक्नुहुन्छ भने नीलो फुल, सक्नुहुँदैन भने रातो फुल अथवा यहाँहरूसँग जुन फुल पाती जे छ भगवतीले ग्रहण गर्नुहुन्छ यहाँको श्रद्धा र भक्ति। त्यसै कारणले गर्दाखेरि हातमा फुल लिएर
कालरात्रि माता भगवती अत्यन्त कालो भयंकर स्वरूप भएकी, मुण्डमाला धारण गरेकी, गधाको वाहनमा सवारी भएकी, हातमा खड्ग धारण गरेकी यस्ती भगवती हजुरलाई म ध्यान गर्दैछु, हजुरको प्रार्थना गर्दैछु भनेर यस मन्त्रले यहाँहरूले प्रार्थना गर्न सक्नुहुनेछ। हातमा फूल लिएर प्रार्थना गर्नुहोला, एकाग्र चित्त भएर माताको स्वरूपलाई मनमा धारण गरेर। एक बेणी जपा कर्ण पुरा नगन खरा स्थिता, लम्बोष्ठी कर्णिका कर्णी तैलाभ्यक्ता शरीरिणी, वाम पादुल्लसल्लोह लता कंटक भूषणा, वर्धमूर्ध ध्वजा कृष्ण कालरात्रि भयंकरी। हे माता भगवती, हजुरको स्वरूप अत्यन्त भयंकर छ, तर भयंकर भए पनि हजुरको स्वरूप हामी भक्तहरूको लागि हजुर शुभंकरी कल्याण गर्नेवाली हुनुहुन्छ। यस्तै भगवतीको चरण कमलमा म मेरो प्रार्थना अर्पण गर्दछु भनेर माता भगवतीलाई प्रार्थना अर्पण गरिसकेपछि यहाँहरूले कुमकुम आदि तिलकहरू लगाएर फूलको माला अथवा ल्वाङको माला बनाउनु भएको छ भने ल्वाङको माला भगवतीलाई लगाएर 108 दाना ल्वाङको मालाको अर्पण गर्नुहोला। यस्ता प्रकारले अर्पण गरिसकेपछि धूप दीप नैवेद्य आदि अर्पण गरेर यहाँहरूले 108 पटक, यदि यहाँहरूलाई कुनै रोगले ग्रस्त गराएको छ, कुनै पीडा छ, ग्रहको पीडा छ, शत्रुको पीडा छ, मनमा डर लाग्ने आदि इत्यादि झस्किने आदि इत्यादि हुनेछन् भने 108 वटा दाना ओम ऐम ह्रीम क्लीम चामुण्डाय विच्चे यो मन्त्रले ल्वाङका 108 दाना प्रत्येक मन्त्रले माता कालरात्रिको सामुन्नेमा चढाउन सक्नुहुनेछ। र ओम ऐम ह्रीम क्लीम चामुण्डाय विच्चे यो मन्त्रद्वारा 108 वटा दाना अर्पण गरिसकेपछि तिनै दानाहरूलाई एकत्रित गरेर कपुर बालेर फेरि त्यही जुन अर्पण गरेको दाना छन् ल्वाङका तिनैलाई ओम ऐम ह्रीम क्लीम चामुण्डाय विच्चे स्वाहा भनेर हजुरहरूले त्यो कपुर जुन जलाइएको कपुर छ कपुरमा हवन गरिदिनु भयो भने यहाँका सम्पूर्ण दोषहरू, दुःखहरू, बाधाहरू नष्ट हुन्छन्। र यी सम्पूर्ण तरिकाले भगवतीको पूजा गरिसकेपछि यहाँहरूले आफूले बनाएका यदि घिउमा पकाएको नैवेद्य छ भने त्यसमा थोरै गुड मिसाइदिनु होला, छैन भने विभिन्न प्रकारका फलहरू भगवतीलाई भोग लगाएर यहाँहरूले पूजा गर्न सक्नुहुनेछ। यहाँहरूले पूजा गरिसकेपछि अब बलि दिनुपर्ने हुन्छ माता भगवतीको प्रसन्नताको लागि। बलि दिँदाखेरि यहाँहरूले नरिवलको बलि पनि दिन सक्नुहुनेछ, नरिवल भगवतीलाई अर्पण गर्न सक्नुहुनेछ। र विशेष गरेर कालरात्रि भगवतीलाई कुष्माण्ड बलि, कुबिन्डोको बलि दिने भनेको छ। त्यसै कारणले गर्दाखेरि कुबिन्डोलाई सफा गरेर धोएर त्यसमा एउटा रातो ध्वजा बेरेर कुबिन्डोको मुख भगवतीतर्फ अथवा पूर्वतर्फ फर्काउनु पर्ने हुन्छ र आफू उत्तरतर्फ फर्केर कुबिन्डोलाई र जुन कुबिन्डोलाई काट्ने हतियार छ, खड्ग छ, चक्कु, आँसी, खड्ग यहाँहरूसँग जे छ त्यसलाई सँगै राखेर त्यसमा कुष्माण्ड बलै नमः भनेर पूजा गरिसकेपछि ओम खड्गाय नमः भनेर पनि कुष्माण्ड बलिलाई तथा खड्गलाई पूजा गरेर मात्र त्यस बलिको छेदन गर्नुहोला। त्यो कुष्माण्ड बलिको हामीले संकल्प गरिसकेपछि यहाँहरूले हातमा फूल लिएर पशुत्वम बलिरूपेण मम भाग्याद अवस्थितः प्रणमामि ततः सर्वम रूपिणम बलिरूपिणम, प्रणमामि ततः सर्वम रूपिणम बलिरूपिणम भनेर हे बलि स्वरूप कुष्माण्ड, मैले तिमीलाई पूजा गरेर भगवतीको प्रसन्नताको लागि यो कुष्माण्ड बलि अर्पण गर्दैछु भनेर बलिको पूजा गर्नुहोला। बलिको पूजा गरिसकेपछि ओम ऐम ह्रीम श्रीम ओम रसना त्वम चण्डिकाया सुरलोक प्रसादकः यो मन्त्रले खड्ग, जुन खड्गबाट हामीले कुष्माण्डलाई कुबिन्डोलाई काटिन्छ यस्तो प्रकारले खड्गको पूजा गरिसकेपछि यदि यहाँहरूले आफैले कुष्माण्ड बलि दिँदै हुनुहुन्छ भने आफूले त्यो खड्ग उचालेर काट्दाखेरि ओम हराम ह्रीम खड्गम आम हुम फट यति उच्चारण गरेर त्यो कुष्माण्ड बलिलाई कुबिन्डोलाई काटिदिनु होला। काटिसकेपछि आधा भाग, कुबिन्डोको आधा भाग यहाँहरूले भगवतीलाई अर्पण गर्नुहोला र जुन आधा बचेको भाग छ त्यो बचेको भागको 5 वटा टुक्रा गराउनु पर्ने हुन्छ। त्यो 5 वटा टुक्रा गरिसकेपछि त्यो 5 वटा टुक्रा गरेको अलग अलग स्थानमा भगवतीको नजिकै होइन, अलि बाहिरतिर अलग अलग स्थानमा
ओम पूतनायै नमः बलिभागम निवेदयामि। पहिलो भाग ओम चरक्यै नमः बलिभागम निवेदयामि। दोस्रो भाग ओम विदार्यै नमः बलिभागम निवेदयामि। तेस्रो भाग ओम पाप राक्षस्यै नमः बलिभागम निवेदयामि। चौथो भाग ओम विशिखाय भनेर अर्को भाग चढाइदिनु होला। यस्ता प्रकारले त्यो 5 भाग लगाएको कुबिन्डोको बलिलाई 5 भागतिर कुबिन्डोको बलिलाई 5वटा भागमा विभाजन गरेर चढाइसकेपछि बाँकी रहेको जुन कुबिन्डो छ त्यसलाई प्रसादको रूपमा ग्रहण गर्नुहोला। यस्ता प्रकारले यहाँहरूले पूजा गरेर भगवतीको आराधना गरिसकेपछि माताजीको कपुर अथवा ज्योति बालेर ज्योतिद्वारा आरती गरेर भगवतीसँग क्षमा याचना गरेर आफ्ना अरू कर्महरू गर्न सक्नुहुनेछ। अवश्यमेव यहाँहरूका सम्पूर्ण मनोकामना परिपूर्ण गरेर माता भगवतीले सदैव सुख शान्ति समृद्धि प्रदान गर्नुहुनेछ। आदरणीय दर्शकबिन्दुहरू, धर्म सम्बन्धी विभिन्न जानकारीहरू उत्कृष्ट लागेका छन् भने अथवा केही यहाँहरूका सल्लाह सुझावहरू छन् भने पनि हामीलाई कमेन्टमा लेखेर पठाउनुहोला। यहाँहरू समक्ष फेरि आउनेछौँ। हाम्रो च्यानललाई लाइक तथा सब्स्क्राइब गर्न नबिर्सिनुहोला। ओम कालरात्रि भगवत्यै नमः।